आज हामी बीबीएस फर्स्ट इयरमा रहेको बिजनेस इङ्ग्लिस सब्जेक्टमा भएको ओन्ली डटरको बारेमा बुझ्नेछौँ। यो निबन्ध लेख्नुभएको हो स्यान्ड्रा सिस्नेरोसले। यो एउटा आत्मकथात्मक निबन्ध हो, अर्थात् लेखिकाले आफ्नै जीवनको कथा यसमा साझा गर्नुभएको छ। त्यसैले ध्यान दिएर सुन्नुहोस्, किनभने यो कथा पढ्दा धेरैजसो नेपाली विद्यार्थीहरूले पनि आफ्नै जीवनसँग जोड्न सक्नुहुनेछ। पहिलो भाग, लेखिकाको परिचय। स्यान्ड्रा सिस्नेरोसको जन्म 20 डिसेम्बर 1954मा अमेरिकाको चिकागो सहरमा भएको थियो। उनका बाबु मेक्सिकन थिए र आमा मेक्सिकन अमेरिकन। परिवारमा जम्मा 7 जना बच्चाहरू थिए, तर स्यान्ड्रा एकमात्र छोरी थिइन्, बाँकी सबै छोराहरू। उनको बाल्यकाल एकदम कठिन थियो। चिकागोको गरिब बस्तीमा हुर्किनु उनले। परिवार बारम्बार चिकागो र मेक्सिको बीच सर्दथ्यो, त्यसैले उनलाई कहिल्यै घरको स्थायी भावना भएन। तर यही विस्थापन, यही एकाकीपनले उनलाई एक महान लेखिका बनायो। स्यान्ड्रा सिस्नेरोस आज अमेरिकी साहित्यमा एक अत्यन्त प्रभावशाली नाम हुन्। उनको सबैभन्दा प्रसिद्ध पुस्तक हो दि हाउस अन म्याङ्गो स्ट्रिट, जुन 20 भन्दा बढी भाषामा अनुवाद भएको छ। सन् 2016मा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले उनलाई नेसनल मेडल अफ आर्ट्स प्रदान गरे। दोस्रो भाग, निबन्धको पृष्ठभूमि। ओन्ली डटर निबन्ध पहिलो पटक सन् 1990मा ग्ल्यामर नामको अमेरिकी पत्रिकामा प्रकाशित भएको थियो। यो एक अटोबायोग्राफिकल एसे हो, अर्थात् लेखिकाले आफ्नो नै जीवन अनुभव यसमा वर्णन गर्नुभएको छ। यो निबन्धको मुख्य कुरा के हो भने, एउटी छोरीले आफ्नो बाबुको स्वीकृति पाउन गरेको सङ्घर्ष र अन्तमा त्यो स्वीकृति कसरी मिल्यो। सुन्दा साधारण लाग्न सक्छ, तर यसको पछाडि छ लैङ्गिक भेदभाव, सांस्कृतिक दबाव र एउटी महिलाको अदम्य साहसको कथा। तेस्रो भाग, निबन्धको सारांश। अब हामी निबन्धको मुख्य कथा बुझौँ। स्यान्ड्रा सिस्नेरोस भन्नुहुन्छ, म एकमात्र छोरी थिएँ र केवल एउटी छोरी मात्र। यी दुई वाक्यमा ठूलो फरक छ। एकमात्र छोरी भनेको परिवारमा एक्ली छोरी, तर केवल छोरी भनेको समाजको नजरमा छोरी भनेको कम महत्त्वको। उनका भाइहरूले उनीसँग खेल्दैनथे। किन? किनभने सार्वजनिक ठाउँमा छोरीसँग खेल्नु उनीहरूलाई आफ्नो स्तरभन्दा तल लाग्थ्यो। त्यसैले स्यान्ड्रा अधिकांश समय एक्लै बिताउँथिन्, पढ्दै, सोच्दै, लेख्दै। अब उनका बाबुको कुरा गरौँ। उनका बाबु परम्परागत सोच भएका मानिस थिए। जब परिवार नयाँ ठाउँमा सर्थ्यो, बाबु पल्ली पादरीकोमा गई भन्थे, मेरा 7 छोरा छन्। तर वास्तवमा उनका 6 छोरा र 1 छोरी थिइन्। उनी 7 छोरा भन्थे, छोरीलाई गन्थेनन्। स्यान्ड्राले बाबुको बाह समातेर भन्थिन्, 7 छोरा होइन बाबु, 6 छोरा र 1 छोरी। तर बाबुले सुन्थेनन्। यो सुन्दा सानो कुरा लाग्न सक्छ, तर एउटी बच्चीका लागि आफ्नै बाबुबाट यसरी अदृश्य बनाइनु, यो अत्यन्त पीडादायक हुन्छ। अब कलेजको कुरा आउँछ। 5औं कक्षामा स्यान्ड्राले बाबुलाई कलेज जाने इच्छा सुनाइन्। बाबुले भने, के बोएनो मिहा, अर्थात् राम्रो छ मेरी छोरी। स्यान्ड्रा खुसी भइन्, लागे बाबुले बुझे। तर उनलाई थाहा थिएन, बाबुले कलेजलाई छोरीहरूका लागि राम्रो ठान्थे, श्रीमान खोज्नका लागि। बाबुको सोच थियो कलेजमा पुग्ने, राम्रो केटो भेट्ने, विवाह गर्ने। यही हो छोरीको जीवन। 4 वर्ष कलेज सकियो, 2 वर्ष स्नातकोत्तर सकियो, तर कुनै विवाह भएन। बाबुले भने, मैले यति पढाइमा फोहोर गरेँ। यो वाक्यले स्यान्ड्रालाई भित्रैदेखि चोट पुर्यायो, तर उनले हार मानिनन्। उनले लेख्नै रहिन्। हरेक रचना लेख्दा मनमा एउटै इच्छा थियो, एक दिन बाबुले पढुन्, बुझुन् र गर्व गरून्। तर समस्या के थियो भने, उनका बाबु अङ्ग्रेजी पढ्न सक्थेनन्। अन्तमा एक दिन स्यान्ड्राको एउटा रचना स्पेनिस भाषामा अनुवाद भयो। बाबुले त्यो पढे र पहिलो पटक उनले आफ्नी छोरीको प्रतिभा, परिश्रम र उपलब्धि बुझे। त्यो क्षण स्यान्ड्राका लागि सबैभन्दा मूल्यवान थियो, बाबुको स्वीकृति। चौथो भाग, मुख्य विषयवस्तु। अब हामी यस निबन्धका मुख्य थिम्स वा विषयवस्तुहरू बुझौँ। परीक्षाका लागि यी विशेष महत्त्वपूर्ण छन्। पहिलो थिम हो लैङ्गिक भेदभाव। यो निबन्धमा देखिन्छ कि मेक्सिकन अमेरिकन समाजमा र वास्तवमा धेरै संस्कृतिहरूमा छोरीहरूलाई छोराहरूभन्दा कम महत्त्वपूर्ण ठानिन्छ। स्यान्ड्राका बाबुले छोरीलाई गन्थेनन्।
यही हो लैङ्गिक भेदभावको ज्वलन्त उदाहरण। दोस्रो थिम हो बुबा छोरीको सम्बन्ध। यो सम्बन्ध जटिल छ। बाबुले छोरीलाई माया गर्छन् तर परम्परागत सोचले गर्दा उनको प्रतिभालाई देख्न सक्दैनन्। स्यान्द्राको पुरै जीवन बाबुको एउटै शब्दको खोजीमा थियो, स्वीकृतिको शब्द। तेस्रो थिम हो एकाकीपन र सृजनाशीलता। यहाँ एउटा महत्त्वपूर्ण सन्देश छ, एकाकीपन सधैँ दुःखको स्रोत होइन। स्यान्द्राको एक्लोपनले नै उनलाई लेखिका बनायो। नकारात्मक परिस्थितिबाट पनि सकारात्मक फल उब्जाउन सकिन्छ। चौथो थिम हो महिलाको पहिचान र स्वाभिमान। स्यान्द्राले समाजले थोपरेको केवल श्रीमती बन्ने भूमिकालाई अस्वीकार गरिन् र आफ्नै पहिचान निर्माण गरिन्, एक सशक्त लेखिकाको रूपमा। पाँचौं भाग, साहित्यिक विशेषता। अब निबन्धको लिटररी डिभाइसेसको कुरा गरौँ, जुन परीक्षामा सोधिन सक्छ। पहिलो हो प्याथोस। सिस्नेरोसले पाठकको भावनालाई छुने गरी लेख्नु भएको छ। एकाकीपन, उपेक्षा र बाबुको अस्वीकृतिको वर्णनले पाठकको मनमा सहानुभूति जगाउँछ। दोस्रो हो रिपिटिसन। आई वाज, एम, द ओन्ली डटर एन्ड ओन्ली अ डटर। यस वाक्यमा ओन्ली शब्द दोहोऱ्याइएको छ। पहिलो ओन्लीले संख्या जनाउँछ, एक्ली। दोस्रो ओन्लीले कमतरी जनाउँछ, केवल। यही शब्दखेलले निबन्धको मर्म व्यक्त गर्छ। तेस्रो हो आइरोनी वा विडम्बना। बाबुले छोरीको शिक्षालाई बर्बाद भने तर त्यही शिक्षाले छोरीलाई राष्ट्रिय पुरस्कार दिलायो। अन्तिम भाग, निष्कर्ष। यो निबन्ध अमेरिकाको मेक्सिकन अमेरिकन परिवारको कथा हो, तर यसको सन्देश हाम्रो नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो समाजमा पनि कतिपय ठाउँमा छोराहरूलाई बढी महत्त्व दिइन्छ, छोरीहरूको शिक्षा र सपनालाई कम प्राथमिकता दिइन्छ। स्यान्द्रा सिस्नेरोसको जीवनले हामीलाई एउटा ठूलो पाठ दिन्छ। परिस्थिति जति कठिन भए पनि आफ्नो सपनाबाट नटाडिनु। एकाकीपन, भेदभाव र अस्वीकृतिले उनलाई तोड्न सकेन, बरु उनले ती सबैलाई आफ्नो शक्तिमा बदलिन्। र अन्तमा उनका बाबुले आफ्नी छोरीको लेखनी पढे र बुझे कि उनको विरासत छोरीका बच्चाहरूमा नभई छोरीले बुनेका कथाहरूमा जीवित रहनेछ। त्यसो भए आजको पाठ यहीँ टुङ्गिन्छ। परीक्षामा राम्रो गर्नुहोस्। यदि तपाईलाई आजको भिडियो मन परेको छ भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यो भिडियोलाई आफ्ना साथीभाइहरूसँग पनि साझा गर्नुहोस्, ताकि उहाँहरूले पनि यस विषयसँग सम्बन्धित रोचक जानकारी प्राप्त गर्न सकुन्। धन्यवाद।